Fermentation is a process in which yeast react with sugar to form alcohol and CO2. वेल अघि भनेको एन्सर राइट त थियो तर पर्फेक्ट चाहिँ थिएन है। एउटा इन्टरभ्यूमा तपाईले इन्टरभ्यूअरलाई इम्प्रेस पार्नको लागि तपाईले जस्ट नर्मल एन्सर फर्मेन्टेसन इज अ प्रोसेस इन विच इस्ट रियाक्ट विथ सुगर टु फर्म अल्कोहल एन्ड CO2 ग्यास भन्नुभयो भने त्यो राइट एन्सर हो, तर पर्फेक्ट एन्सर हुनै सक्दैन। पर्फेक्ट एन्सर दिनको लागि कसरी भन्ने त? फर्मेन्टेसन इज अ प्रोसेस इन विच इस्ट रियाक्ट विथ सुगर टु फर्म अल्कोहल एन्ड CO2। त्यसपछि हामीले अझै केही कुरा एड गर्नु पर्यो, केही एक्स्ट्रा दिन पर्यो, ताकि इन्टरभ्यू जसले लिएको छ उ चाहिँ इम्प्रेस हुनु पर्यो तपाईको एन्सरबाट है। त्यसको लागि हामीले इट इज द फर्स्ट एन्ड एसेन्शियल स्टेप इन अल्कोहल प्रोडक्सन एन्ड दिस स्टेप क्यानट बी स्किप्ड है। यो भनेको सबैभन्दा फर्स्ट स्टेप हो र छुटाउनै नहुने स्टेप हो कुनै पनि अल्कोहल प्रोडक्सन गर्दाखेरि। All the alcohol beverage like beer and wine go through this process, while liquors like vodka, rum, whiskey, gin, tequila, brandy go through distillation process after this fermentation process है। यति भनिसकेपछि इन्टरभ्यू लिने मान्छेले के हुन्छ भने उसलाई यो मान्छेले घोकेर आएको छैन है, यसले चाहिँ पर्फेक्टली बुझेको छ फर्मेन्टेसन भनेको के हो भन्ने कुरा चाहिँ उसले बेसमा गएर बुझेको छ भन्ने कुरा थाहा हुन्छ र तपाईको सिलेक्ट हुने चान्स हाई हुन्छ। सो कुनै कुरा घोकेर नपढ्नुस्, बुझेर पढ्नुस् र बुझेर पढ्दा पनि तपाईले त्यसको डेप्थमा गएर पढ्नुस् र इन्टरभ्यूमा यसरी एन्सर दिनुस् कि अरूको भन्दा तपाईको एन्सर केही एक्स्ट्रा होस्। थ्यांक यू सो मच फर वाचिङ। अब यस्तै भिडियोहरुको लागि चाहिँ हामीलाई फलो गर्नु होला। पक्कै पनि हजुरले यो टपिक बुझ्नु भयो होला। अर्को कुन टपिक चाहिन्छ हामीलाई कमेन्ट गर्नु होला र त्यही अनुसार अर्को टपिक बनाउने छु। See you in next video. Thank you so much for watching.